साथीहरु यो माथिको भिडियो जुन देखिरहनु भएको छ नि यो भिडियो चाहिँ 2 वर्षको बालक है 2 दिनदेखि जंगलमा हराउँदा पनि सकुशल भेटाउन सक्षम भएको छ है साथीहरु। यो घटना हो नवलपुर गैडाकोट गाउँपालिकाको है। एकजना हजुरआमा चाहिँ जंगलमा च्याउ टिप्नको लागि जानुभएको थियो भने पछाडी एउटा शुभम भन्ने नाति है उहाँलाई पछ्याउँदै गएको र हजुरआमाले उहाँ जंगलमा चाहिँ च्याउ टिपेर आउँदाखेरि अब पछ्याउँदै गएको नाति थाहा नभएको हुँदाखेरि अब हजुरआमा घरमा आउँदाखेरि नाति छैन हैन। अब त्यस्तो थाहा पाइसके पछाडी गाउँमा हल्ला भयो यताउति हैन हरायो। तर गाउँलेहरू सबैजना मिलेर खोज्दा पनि नभेटे पछाडी जंगलमा है त्यहाँको प्रहरी साथीहरू जो हुनुहुन्छ प्रहरी सरहरू सबैजना र गाउँले साथै सबैजनाले खोज्दा 2 दिनपछि जंगलमा चाहिँ एकदमै सकुशल भेटाएको छ साथीहरू। अब 2 दिनसम्म चाहिँ त्यो बालकले त्यो सानो बच्चाले के खायो होला के गर्यो होला कसरी के बस्यो होला भन्ने चाहिँ त्यो चाहिँ सबै थोक खोल्न बाँकी नै छ है। त्यही भएर सबैजना सचेत हुनु होला है त यस्तो घटनाबाट चाहिँ हैन। तपाई हामी जो कोहीको पनि हुन सक्छ। धन्यवाद।